नारायण हजुर नारायण पढ्दैन छोरी मान्छेले छोरी मान्छेले कहाँ ढुक्ने हो र अनि अनि हजुर आरामै हजुर आरामै छु हजुर। अब हामी त यसको भोट माग्यो भनेर आएको हजुर। अब जग्गाको अब सबै छ हजुरलाई। अब यसपालिको हाम्रो भोटिङ चिन्ह पनि जग्गा नाप्ने टेप। ए हजुर हेर्नु न, पहिला पहिला त्यो चितुवा हिँड्न डराउने त्यो जग्गा अब अहिले रोपनी, पहिला रोपनीको 50,000 नबिग्ने जग्गा थियो। अब अहिले मैले त्यहाँ बाटो पुऱ्याइदिएपछि आनाको 5-7 लाख चलेछ। कसले गर्दा बढ्यो ल? त्यो मन्दिर बनाउने भनेर मायाको बाटो बनाएको जग्गा त्यो त हामीले नि दान दिएको होइन र? हो हजुरहरूले दान दिनु भयो, तर त्यहाँ जग्गामा प्लटिङ गरेर घडेरी बनाएर अनि दाम बढाएको त मैले नि हो नि हजुर। खै प्लटिङ गरेको जति सबै तपाईँको जग्गा मात्र छ, हाम्रो त त्यो टुक्रा टुक्री छ, त्यो पनि बाटो नपुगेको। जतिमा बाटो पुगेको छ त्यो पनि बाटोले ल्वाट्टै आधी त लगेको छ बेच्न नमिल्ने गरी। पहिला त्यो प्लटिङ गरेको जग्गाहरू बेच्न त दिनु, कस्तो कुरा नबुझ्नु भयो होला। बिस्तारै बिस्तारै तपाईँको त्यो टुक्रा टाक भन्यो हजुरको जग्गा नि बिस्तारै बिकिहाल्छ नि त्यहाँ। खै अब त्यो स्विमिङ पुल भएको अर्ग्यानिक होटल पनि तपाईँकै हो क्यारे? कस्तो कुरा नबुझ्नु भयो भने हजुर, त्यो स्विमिङ पुल होटेलबाट आउने ग्राहकहरू पनि फाइदा उठाउनु पऱ्यो नि हजुरले। के फाइदा? त्यो रुखो जग्गा देखाएर पैसा लिनु? अब सरकारले अब्जर्भिङ ट्याक्स लिन दिँदैन होला, तपाईँलाई मात्रै हो फाइदा हुने। राम्रो कुरा उठाउनु भयो, राम्रो कुरा उठाउनु भयो। ल मलाई जिताउनु न मात्र, त्यो कुरा पनि म यहाँ राख्नेछु ल। तपाईँलाई अरूले के भन्छन् के दिन्छन् त्यसमा मलाई मतलब छ, तर मैले तपाईँलाई दिने कुरा अति आवश्यक छ, त्यो सेक्युरिटी। सेक्युरिटी? हजुर। अब तपाईँलाई के को डर छ? कसले धम्क्याउला, कसले पिट्ला, कसले चन्दा माग्ला, यस्तै कुराको त होला नि होइन? अब म जस्तो नेता तपाईँले पाइसकेपछि तपाईँलाई यस्तो गर्ने आज कसले गर्छ भन्नुहोस् त? तर तपाईँकै थियो गरेर नेता मन्त्री बन्न पाइन्छ भनेर अनि यो शान्ति सुरक्षा हराउने अरू गुन्डा अरू गुडी केटाहरू पनि त जन्मिन सक्छ नि होइन? चिन्ता नगर्नुहोस्, जन्मिँदैनन्। यदि जन्मिहाल्यो भने यस्ता केटाहरूलाई कसरी चलाउने भनेर म पुछ्दै तालिम दिन्छु। केही छैन, केटाहरूले त्यस्तो काम गर्ने भनेको काम नपाएर हो के होइन र? म अब सबै केटाहरूलाई काम लगाइदिन्छु। हाम्रो लोकल टेन्डरहरू सबै हाम्रा लोकल केटाहरूले पाउनेछन्। बालुवा, गिटी, बाटो बनाउने, कुनै प्रोग्राम हो भने सम्मेलन सभाको सबै टेन्डरहरू उनीहरूले पनि पाउनेछन्। घर बनाउने होस् या बिल्डिङ बनाउने होस्, स्कुल बनाउने होस् या पसल बनाउने होस्, हरेक टेन्डरहरू हाम्रै केटाहरूले पाउनेछन्। बुझ्नुभयो? केटाहरूले जागिर पाइसकेपछि त आहा उहु गर्दा पक्कै आउँदैनन् होला। हेर्नु तपाईँको छोरालाई कहाँ जानु मन छ? युरोप, अस्ट्रेलिया, अमेरिका, क्यानाडा, युके, जहाँ जान मन छ पठाइदिनु। फेरि अहिलेको जेन्जी पुस्ता भनेको घर बस्ने पुस्ता होइन, उनीहरू त काम गरेर स्वतन्त्र भएर हिँडडुल गर्ने मान्छेहरू है। अनि बरु कहाँ जान्छ भन्नुहोस् त? मेरो आफ्नै मेन पालहरूको के काम? कस्तो कुरा गरिरहेको छ? अब हजुरलाई फाइदा नभए कसलाई फाइदा हुन्छ र भने? तर हजुरले राम्रो कुरा उठाउनु भयो है। त्यो जग्गा बिकेपछि त मालामाल नै हो नि हजुरहरू पनि। उहाँले हाम्रो कुरा पत्याउनु भएन जस्तो। एकचोटि हामीलाई सेवा गर्ने मौका त दिनुहोस्, अनि कसरी तपाईँको जग्गाको भाउ बढाएर तपाईँलाई मालामाल गर्ने भन्ने कुरा त त्यसो चाहिँ हामीलाई पनि थाहा छ नि। अनि त्यसपछि मलाई पनि यस्तो मालामाल हुने मौका दिनुहोस् न। म आफै भुक्का भएपछि तपाईँहरूको सेवा कसरी गर्ने? ल होइन त हजुर? अनि सुन्नु न, उहाँ त्यो पारीको त्यो ठुलो डाँडो अनि यहाँको खोला छ नि, त्यहाँ पनि डोजरले सम्माएर त्यहाँ प्लटिङ गर्ने प्लान छ हजुर। खै त्यही नाङ्गो प्लटिङ त हेर्ने होला नि। प्लटिङ मात्र हुन दिनु न, तपाईँहरू सबलाई एक एकवटा घडेरीमा चाहिँ यत्तिकै दिन्छु ल। त्यो पनि हामी सबैलाई एउटा घडी त्यो डाँडो त्यो खोलालाई त्यो सम्माएर त्यो जग्गा मात्रै मेरो नाममा आओस् नि। जाब घडेरी दिने, एउटा घडेरी दिने, के आइतबार हो र भने? हामी सबैलाई जाब एउटा घडेरी एउटा कहाँ एउटा मात्रै, सबैलाई एक एकवटा घडेरी। कसम 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 खाइदिउँ न, कसम हजुर। यसपालि हामीलाई भोटमा जिताइदिनु भयो भने तपाईँहरूलाई म मालामाल गरिदिन्छु ल।
तपाईँहरूको जग्गा वरिपरि त्यहाँ प्लटिङ बाटो बनाएर बजारीकरण गरिदिन्छु ल। अनि त्यो यही टेन्डरको कुरामा हाउ गरेर लुछाचुडी गर्दाखेरि हल्ला र मारपिट नहोला त? त्यस्तो हुँदैन। वाल्मिकी भन्ने मान्छे पनि पहिले रत्नका डाकु थिए होइन। पहिले राम जस्तो सही मान्छेको साथ पाएपछि वाल्मिकी ऋषि भए। संसारभर धर्मको ज्ञान पेले। तपाईँ पनि राम भनेर मलाई भोट दिनुहोस्, बुझ्नुभयो? त्यही प्लटिङ गरेर नाङ्गो बनाउने त होला। हामीले धान फल्ने खेतलाई प्लटिङ गरेर नाङ्गो भएको देखेकै छौँ क्यारे। कस्तो नबुझ्नु भयो होला। एकचोटि भोट दिएर त जिताउनु हजुर। म त्यो अमेरिकाको न्युयोर्क, इन्डियाको मुम्बई, हङकङ, दुबई भन्दा यहाँ महँगो जग्गा बेचेर देखाइदिन्छु ल। यदि मैले यो बोले पुऱ्याइनँ भने म यो देश छोडेर जान्छु ल, होइन? नेताहरूले त जिते पनि यो देश त छोडेर पक्कै जाँदैनन्। यस्तो आनन्द पाउने ठाउँ कसरी छोड्छन्? स्वर्गको जस्तो आनन्द पाइन्छ हाम्रो देशमा। बरु मुख छोपेर हो भने यही देशमा बस्छन्। देश ध्वस्त नपारी त देश छोड्दैनन् भन्थे हाम्रा ठुला बाले। अब म देशै छोडेर पलायन हुन्छु भने हो र भने। अब हामी विदेशमा जाने होइन, हामी विदेशमा जाने अनि तपाईँहरूको देश कसरी, तपाईँहरूको जग्गा कसरी महँगो दाममा बेच्ने भनेर प्लानिङ पो गर्ने भनेको त हजुर। महँगो भएपछि स्वदेशीले किन्न सक्दैनन्, विदेशीलाई त बेच्ने हुने। अब त यो देशै नरहला भन्ने डर पो लाग्न थाल्यो। यसपालिको चुनावमा हामीले दिने भनेको त भोट भोट हामीलाई है हजुर। अनि एउटा कुरा चाहिँ नबिर्सिनु होला नि, पाखोलाई बजार, बजारलाई पाखो बनाउने, खेतमा बाटो, बाटोमा खेत बनाउने ममा छ ममा। यो भयो अब जग्गा विकासको कुरो। त्यो बाहेक चुनाव अगाडि रहल पहल, मासु भात, टाक्क टुक्क, चास्स चुस्स सबको व्यवस्था छ नि फेरि। त्यो अरू पार्टीको जस्तो त्यो एक दिन अगाडि खुवाएर त्यो भोट दिएपछि सकिने होइन। फेरि एक हप्ता अगाडिदेखिको सबको बन्दोबस्त छ। अब त भोट दिनु हुन्छ नि। अब हामी नै राम बन्नुपर्ने होला, ठिकै छ। तर तपाईँले यो ठिटाहरू बाहेक अरूलाई चाहिँ कसरी कसरी सभ्य र विकसित बनाउने सोच्नु भएको छ? अनि यो देशमा विकास र शान्ति सुरक्षा ल्याउने योजना चाहिँ के छ तपाईँसँग? योजना योजना किन चाहियो? मजु नि होइन। हामी गरिबहरूको लागि योजना चाहिँ के छ नि? ए योजना योजना किन चाहियो? म ठुली हजुर हजुरलाई नै दिने हो। हजुरलाई भोट मात्र होइन अरू कुरा दिने भनेर पनि साँची राखेका छौँ। के चन्दा? तर तपाईँलाई एउटा चिज चाहिँ दिनु मन थियो। के चिज? चन्दा हो कि क्या हो? होइन, उता फर्किनुहोस् न, सरप्राइज हो। उठेर फर्किनुहोस् न। उठेर हेर्नु? हजुर ल ल अलिक छिटो गर्नु है त, त्यो अन्त नि भोट राख्नु जान्छ कि। भइहाल्छ। ल चन्दा भन्दा नि एउटा सानो सरप्राइज हो र? नेता बारम्बार पठाउनु र हामीले पनि बारम्बार दिन पाइराखौँ।